हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। वेलकम टु माई अनदर डे। म चाहिँ बिहान उठेर नुहाएर फ्रेस भएर पूजा गर्नतिर लागेँ। आज चाहिँ हाम्रो गाउँमा अब हाम्रै खलबहरूको हाम्रै कुल पूजाभित्रै पर्छ। त्यो पनि हाम्रै अब आफ्नो खानदानको पूजा भनौँ न। त्यो पूजा हुँदैछ, पूजा हुने तयारी बाहिर हुँदैछ। म हजुरहरूलाई म देखाउने छु। म चाहिँ यो चाहिँ घरमा पूजा गरेर अनि त्यसपछि भान्जा भान्जीहरूलाई अब मम्मीहरूसँग सबैजनासँग टिकाहरू लगाएर एकछिन बसेँ घरतिरै। दिदी भान्जी भान्जा अब सबैजना आउनुभएको थियो, एकदम रमाइलो भइरहेको थियो। अनि मेरो घरभन्दा अलिकति उतापट्टि चाहिँ बारीमा अनि हाम्रो त्यो कुल पूजा हुने तयारी भइरहेको थियो। पुजारी चाहिँ मेरै हजुरबा पुजारी हुनुहुन्थ्यो। म हजुरहरूलाई म देखाउने छु। पूजाको लागि म चाहिँ त्यो सरदमहरू सबै रेडी गरेर हजुरबाको घरतिर लागेँ। हजुरबाको घरमा सबैजना आएर अब आउने जाने क्रम जारी नै थियो। सबैजना अब त्यही सरदमहरू लिएर सबैजना आउनुभएको थियो। हजुरबा पुजारी हुनुभएको थियो, त्यही भएर पुजारीको घरमा चाहिँ सबै सामानहरू राखेर अनि त्यसपछि म फेरि एकछिन उता ड्याम बनाएकोतिर हेर्नु गएँ। त्यहाँ मेसिन बिग्रेको थियो, त्यो मेसिन बनाउने मान्छेहरू आइराखेको थियो, मिस्त्रीहरू। अनि म पनि यसो अङ्कलसँग म पनि त्यहाँ हेर्नुलाई गएँ एकछिन। अनि त्यसपछि म घर आएर फलफुलहरू खानुतिर लागेँ। फलफुलहरू खानुपर्छ, स्वास्थ्यको लागि एकदम राम्रो कुरा हो। देख्न सक्नुहुन्छ पूजा चाहिँ उता बारीमा हुन लाग्दैछ। अङ्कलहरू अब सबैजना आउने क्रम जारी छ। बोका पनि देख्न सक्नुहुन्छ, बोका पूजा गर्छ हाम्रो चाहिँ। अनि म पनि पूजा गर्ने ठाउँतिर गएँ। देख्न सक्नुहुन्छ हजुरले सबैजना आउँदै हुनुभएको थियो। अब यो चाहिँ हाम्रो कुलको पूजा हो। गाउँको अङ्कलहरू अब बुवा पनि हुनुहुन्थ्यो, हजुरबुवा चाहिँ पुजारी हुनुहुन्थ्यो। सबैजना आउनुभएको थियो। आउने जाने क्रमहरू जारी नै थियो। पूजाको लागि सबै तयारी हुँदै थियो। देख्न सक्नुहुन्छ उहाँ चाहिँ मेरो हजुरबुवा चाहिँ पुजारी हुनुहुन्छ। पूजा गर्ने ठाउँ देख्न सक्नुहुन्छ, सानो मन्दिर छ, ढुङ्गाले बनाएको मन्दिर। अब पहिलादेखि हजुरबाको अब पहिला पुरानो पुस्तादेखि अब पूजा गर्दै आएको चलिआएको पूजा हो यो चाहिँ। हजुरबाहरूको पालादेखि अब पहिलादेखि भनौँ न। अनि त्यसपछि भान्जा र म चाहिँ काफल खानातिर लाग्यौँ। काफलहरू पनि टन्नै पाकिराखेको थियो। गाउँतिर अर्ग्यानिक खानेकुराहरू चाहिँ अर्ग्यानिक खानु पाइन्छ, त्यो चाहिँ राम्रो लाग्छ मलाई। किनेर खानु पर्दैन होइन। अब बजारतिरको जस्तो नराम्रो नमिठो अब यस्तो हुँदैन, अन्तबाट आएको हुँदैन। आफ्नै अब खेतबारीमा गाउँमै एकदम नेचुरल उसमा फलेको फलफुलहरू एकदम मिठो हुन्छ। अनि पूजाको तयारी गर्दै हुनुहुन्थ्यो बुवा र हजुरबा मिलेर चाहिँ। त्यो सबैको सरदमहरू यताउता हालेर मिलाएर सबै बनाउँदै हुनुहुन्थ्यो, सबै एक ठाउँमा। अनि त्यसपछि हाम्रो अङ्कल चाहिँ अब त्यो बोका काट्ने तयारी भइरहेको थियो। बोका काटिसकेको थियो। बोका काटेर अनि यता माइलो अङ्कलको घर ल्याएर बोका
ढोका बनाउने कार्यक्रम हुँदै थियो। देख्न सक्नुहुन्छ बोका उता काटेर पूजा गरेर मन्दिरमा, अनि त्यसपछि यता घरमा ल्याएर अब सबै मिलेर काटकुट गरेर अनि अब सबैको घरमा अब कति पर्छ होइन, सबैको भागमा अब बराबर गरेर पैसा पनि बराबर गरेर त्यसरी गर्नुहुन्छ। देख्न सक्नुहुन्छ बुवाहरू, अङ्कलहरू, हजुरबाहरू सबैजना मिलेर मासु काट्ने, बोका काट्ने, अब भाग लाउने, मासु भाग लाउने कार्यक्रमहरू हुँदै थियो। एकदम रमाइलो थियो, सबैजना हुनुहुन्थ्यो, सबैजना गफसफ गर्दै होइन, भेटघाट पनि भयो। यो भनेको सधैँ भइरहने कुरा होइन, एकदम रमाइलो भयो। यसरी मासु काटेको चाहिँ मलाई एकदम दामी मनपर्छ, सबैजना मिलेर होइन। अनि यता अङ्कल र हजुरबुवा चाहिँ यता आन्द्रा बुढीहरू धुने कार्यक्रम भइरहेको थियो। सबैजना हुनुहुन्थ्यो, अब आउने जाने क्रमहरू जारी नै थियो। मासुहरू सबै पिसहरू अब मिलाएर भाग लाउने कार्यक्रम भइरहेको थियो। अनि त्यसपछि म चाहिँ चिसो लिनको लागि, चिसो र चिउरा, अब त्यो खाजा खानुको लागि, खाजाको लागि त्यो मासु पकाएर खाजा खानुको लागि चिसो र चिउरा लिनलाई म पसलतिर लागेँ। यो चाहिँ मेरो घर नजिकैको पसल हो, सानो माया दिदीको पसल हो। अनि म चिसो र चिउरा बोकेर घरतिर लागेँ। अनि बाटोमा गोरे दाइ भेट हुनुभयो, उहाँ चाहिँ गोरे दाइ हो। अनि मैले गोरे दाइलाई पनि ल हिँड्नु, मासु खान हिँड्नु, मासु चिउरा चिसो भनेर मेरो घरतिर लिएर गएँ। एकदम रमाइलो थियो, सबैजना हुनुहुन्थ्यो, दिदी पिनाजुहरू, भान्जा भान्जीहरू, बुवा मम्मी होइन, अब सबैजना फ्यामिली थियौँ। रमाइलो भयो, रमाइलो गरियो है, एउटा मेमोरी, राम्रो मेमोरी भयो। अनि पिनाजु, दिदी, भान्जा, भतिज सबै मिलेर मासु चिउराहरू खान थाल्नुभयो। एकदम रमाइलो भयो, सबैजना अब मिलेर खाइराख्नु भएको थियो। भतिज भान्जा पनि एकदम दमादम गमागम खाँदै थिएँ। मैले चाहिँ खाइनँ, किनकि मेरो चाहिँ व्रत थियो, सोमबार थियो। सोमबार चाहिँ मैले खाँदिनँ माछा मासु, अनि बिहान खाना पनि खाँदिनँ। त्यही भएर म चाहिँ गफसफ गरेर हेरेर बसेँ। अनि बाहिर चाहिँ गोरे दाइ बसिराख्नु भएको थियो, गोरे दाइलाई मैले चिसो मासु चिउराहरू लगेर दिएँ। त्यसपछि गोरे दाइले पनि एकदम मजाले मासु र चिउरा चिसो मजाले खानुभयो, एकदम खुसी हुनुभयो। मेरो घर माथिको दाइ हो, सबैले गोरे दाइ भन्छौँ गाउँमा। एकदम सबैलाई चाहिने मान्छे हो, सबैलाई सबैको कामहरू गर्ने मान्छे हो। एकदम राम्रो हुनुहुन्छ, जे भने नि मान्नुहुन्छ। अनि भित्र चाहिँ
भित्र अब दिदी पिनाजुहरू भान्जा भान्जी भतिज बुवा मम्मीहरू चाहिँ गफसफ गर्दै खाँदै हुनुहुन्थ्यो। अनि त्यसपछि म पनि चिया बनाउन लगाएँ मम्मीलाई। अनि चिया खानु थालेँ म पनि। त्यसपछि खाइपिइसकेर सबैजना बाहिर निस्किनु भयो। गफसफ गर्ने बस्ने, मम्मी चाहिँ भाँडा माझ्नेतिर लाग्नुभयो। अनि म फेरि अब चिया खाएर भएन भनेर फेरि फ्रिजतिर हेरेँ के छ भनेर स्याउ रहेछ। अनि स्याउ मजाले खाएँ, चिया खाएँ, स्याउ खाएँ। अनि बाहिर चाहिँ हजुरआमाहरू गफसफ गरेर बस्दै हुनुहुन्थ्यो। अनि म चाहिँ अब सबैजना मासु चिउराहरू खानुभयो, म चाहिँ अनि स्याउ खान थालेँ। त्यसपछि म फेरि अनि उता अङ्कलको घरतिर, माइलो ठुल्बाको घरतिर, भाइको घरतिर, ठुलमम्मीको घरतिर गएँ। सबैजना त्यहीँ हुनुहुन्थ्यो। अब सबैजना गफसफ गरेर बसिराख्नु भएको थियो। म पनि एकछिन बसेँ, गफसफ गरेँ। वाइफाई जोड्ने कार्यक्रम हुँदै रहेछ, सल्लाह हुँदै रहेछ। राउटरहरू पनि लिएर आउनुभएको रहेछ। त्यही जोड्ने कामहरू गर्दै हुनुहुन्थ्यो बिनाजु। अब पूजाको दिन भएर अब सबैजना चलपल थियो भनौँ न। अब सबैजना आउनुभएको थियो, अब सबै चलपल थियो पूजा भएर चाहिँ। अब पूजामा इष्टमित्रहरू अब यताउता हुन्छ नि त, अनि त्यही भइरहेको थियो। अनि एकछिनमा मामा पनि आइपुग्नु भयो, भाइको मामा, माइलो ठुलमम्मीको दाइ पनि आइपुग्नु भयो। अनि अङ्कलहरू पनि, विज्ञान अङ्कलहरू, अनि उता माथि काम गर्न जानु लाग्नुभएको रहेछ। त्यहाँ एकछिन बस्नुभयो, गफसफ गर्नुभयो। मामाले चाहिँ के त्यो फ्रुट्स हो के हो खै मलाई पनि त्यसको नाम त थाहा भएन, त्यो लिएर आउनु भएको रहेछ। एकदम दामी थियो, ठुलो ठुलो, एकदम मिठो पनि। यो चाहिँ बेनाजुको बाइक हो, बेनाजु बाइकमा आउनुभएको थियो। अनि म पनि अब एकछिन त्यतितिर बसेँ, त्यतितिर भुलेँ है। अब मान्छे गफसफ गर्न थाल्नुभयो। गफसफ सुन्न पनि मजा आउँछ, सुन्नु पनि पर्छ, गफहरू गर्नु पनि पर्छ है। अनि सबैजना अब गफसफ गर्ने, अब खानासाना बनाउने तयारी पनि हुँदै थियो। हजुरहरूलाई मेरो भ्लग राम्रो लाग्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। हस्त धन्यवाद। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने
सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।